당연히 드린데 저런 교회는 신세 남기행기 अनि यसै यो सञ्जाल मार्फत हेरेर हुने सम्पूर्ण अनि प्रिय गुरु मित्रजनहरू कल्याण मित्र भिक्षुजन त्यस्तै गरी अब विभिन्न अनि मित्रहरूमा अनि त्यस्तै गरी अनि अनि अब ठाउँदेखि हेरिरहनु हुने सम्पूर्ण अनि मित्रजनहरूलाई सुस्वास्थ्य कामना तथा सिधैले व्यक्त गर्न चाहन्छु अनि आज यो मर्मो यो मर्मको यो प्रवचन आज यो ग्रीष्मकालीनको अब 14औं दिन अर्थात् अन्तिम दिन रहेको छ आज अनि आजको मुख्य अब विषय के हो भन्दाखेरि अब यो परिषद बुद्ध वचनको अब सङ्कलनको अब क्रमिक कुराहरू त्यसै गरी अब यो विनयको सङ्कलन कुराहरू अनि सूत्र सङ्कलन गरेको हैन त्यस्तै गरी अब यो बुद्ध वचनको पहिलो सङ्कलनको परिषद पहिला बसेको थियो कि थिएन भने हैन अनि अब यो बुद्ध वचन सङ्कलन गर्दाखेरि कति समय लागेको थियो सङ्कलन गर्नको लागि भन्ने विषयमा हामी यसरी बताउँदै जानेछु आज म र पहिलो आज के हो भन्दाखेरि बुद्ध वचनको सङ्कलनको लागि पहिलो परिषदको अब निरन्तर अर्थात् क्रमिक कुराहरू म बताउन जान्छु यसो क्रमहरू 다들이 다들이야 어느 것도 세배 좀발라서 예배 나눠내다 당보들의 것도 세배를 버사리면다 것도 세야를 구름 그래서 뭐래 अनि यो बुद्ध वचनको सङ्कलनको परिषद राख्ने क्रममा यो कसरी अब उत्पन्न भएको क्रमहरू के हो भन्ने विषयमा बताउनु पर्दाखेरि यसको क्रमिकको विषयमा बताउनु पर्दाखेरि भारतीय विद्वान एसआर गोयलको अनुसार अनि प्रत्यक्ष रूपमा अनि यो बुद्ध वचनको पहिलो सङ्कलनको परिषदको अब यो जुन अब समारोह थियो त्यो अब महाकश्यपले अब परिषदको अब के हो त त्यो बुद्ध वचन सङ्कलनको एउटा परिषदको अध्यक्षता महाकश्यपले गर्नुभयो अनि उपालि र आनन्द चाहिँ त्यो बीचमा अब जुन सामूहिक अब वाचन गरेर अब सङ्कलन गर्ने नेतृत्व गर्नुभयो त्यहाँ मूलत अब सामग्रीमा अब कुनै विवाद थिएन अब भनौँ न सामान्य अब यस परिषद धर्म सङ्कलित हुँदा आनन्दले अब धर्म अब सङ्कलन गर्ने आनन्दले नेतृत्व लिनुभएको थियो जिम्मा त्यसपछि अब विनय अब सङ्कलन गर्नुलाई अब उपालिले अब पाठ गर्नुहुन्थ्यो त्यो बेला मुख्य बुद्धको वचन सङ्कलन गर्नको लागि यो सङ्कलन गर्ने के हो त भन्दा एउटा धर्म एउटा विनय थियो अब यो उनीहरूले बुद्धको वचनहरू पढेर मिलाएको दाबी गर्दछन् यो एसआर गोयलको अनुसार विद्वान भारतको त्यसरी अब विनयको सङ्कलन गर्दाखेरि जापानीको विद्वान उमादा गोएकोले भन्नुहुन्छ कि भनाइसक्यो उहाँको पहिलो विनयको अब अग्रगामी अब उपालिले विनयको उपदेश र त्यसपछि समय अनि यो विनय उपदेश गर्दाखेरि कति समय लागेको थियो अनि कुन स्थानमा अब यो विनयको सङ्कलन गरेको थियो अनि परिस्थिति के थियो भन्ने त्यो भित्र विनयभित्र अब प्रश्न उत्तरको कुराहरू होइन त्यसै गरी त्यहाँ नियमहरू त्यहाँ अब नियम अब विरुद्ध हुँदाखेरि अब त्यसलाई दिनुपर्ने सजायहरू होइन विभिन्न कुराहरू अब यसरी अब बताएको थियो भने अब यो जापानको विद्वान उमादा गोएकोले भन्नुहुन्छ अनि बुद्धको यो 도대암 최고 관의 시합입니다. यो चाहिँ अब के थियो भन्दाखेरि l'érudit Gyoke affirme que 자벤 케바교 케사 되게 अब यो मुथुनी अब सूत्रको सङ्कलन यो अघि विनयको सङ्कलन थियो अब सूत्रको सङ्कलनमा चाहिँ अब यो गोइकोले अब जापानको अब यो जापानको अब विद्वान अब गएको उहाँले दाबी गर्नुहुन्छ कि त्यसपछि आनन्द र व्यापक शिक्षाहरू भएकाहरू मध्ये अब धेरै ज्ञानले भरिपूर्ण भएको मध्ये अग्रगामी अब विभिन्न अब पृष्ठभूमि कथाहरू अब सहित बुद्धको उपदेशहरू अब सुनाउनु भयो जुन अब आनन्द थियो त्यो चाहिँ
हैन अनि उनीहरूले कसको लागि भनेको थियो उनीहरूले कहाँ सिकाएको थियो बुद्धले कहाँ बताउनु भएको थियो अनि सिकाउने परिस्थिति कस्तो थियो प्रश्न उत्तर र अर्थको अनि त्यस्तो गरे जुन समाधानको आधारमा उनीहरूलाई मिलाएको थियो अनि यो सूत्र सङ्कलन कुरा रहेको छ अब यही कुरालाई फेरि अङ्ग्रेजको एउटा विद्वान एके वार्डरले भन्नुहुन्छ कि आनन्दले अरू कसैको भन्दा अरूको भन्दा धेरै नै धर्म उहाँले सुन्नुभएको थियो धर्मको समुद्र उहाँमा थियो ज्ञान सागर थियो एउटा ज्ञानको सागर उहाँमा भएको हुनाले महाकश्यपले उहाँलाई अनि कश्यपले उहाँलाई के भन्नुभएछ भन्दाखेरि होइन अनि यो सूत्रको विषयमा बुद्धले विभिन्न सारहरू अर्थहरू बताउनु भयो होइन त्यसको विषयमा नि महाकश्यपले नि आनन्दलाई नि प्रश्न सोध्ने गर्नुहुन्थ्यो र अनि आनन्दले त्यो महाकश्यपको जवाबलाई अनि उहाँले स्मरण गर्दै सम्झना गर्दै अनि जवाब दिनुहुन्थ्यो त्यसपछि शङ्करले कुनै गल्ती भएर कुनै अब अनि त्यो आनन्दले बताएको चाहिँ जुन अब त्यो बेला गल्ती त्रुटिहरू के छ भने यसरी अब गल्ती भएको नभएको निर्णय गर्नुहुन्थ्यो भने यसरी अङ्ग्रेजी विद्वान एके वार्डरले बताउनुहुन्छ होइन हो यो अब अनि यसरी अब आनन्दले बताउनु भएको छ भन्नुभएको छ जुन अब उहाँले याद नगर्नु भएको कुरा सबै एकदम नअर्किकन होइन यसरी अब बताउनु भएको थियो होइन यसरी अनि बताउनु भएको छ अनि यसरी बताउने क्रममा विभिन्न भिक्षु समुदायहरू थियो त्यहाँ होइन यो ठिक छ कि छैन भने यसरी अब हेरेर निर्णय गर्नु थियो अनि त्यतिखेर अब अनि त्यतिखेर आनन्दले भन्नुभयो कि परिनिर्वाण बुद्ध परिनिर्वाण लिनुभन्दा अघि बुद्धले सानातिना उपदेश वा अनि त्यति महत्त्वपूर्ण उपदेशहरू अनि त्याग्नु ठिक हुन्छ भने बताउनु भएको थियो भने आनन्दले बताउनु भयो होइन अनि अब यो भएपछि अनि आनन्दले बुद्धलाई कुन उपदेशहरू साना वा महत्त्व छन् भनेर स्पष्ट गर्न आग्रह आनन्दले सोध्नु भएन समेतसम्म बुद्धलाई त्यसैले त्यस समयमा भेला भएका भिक्षुहरूले यस विषयमा सहमति पाउन सकेनन् अब सानोतिनो उपदेश भन्ने कस्तोले भनिन्छ होइन महत्त्वपूर्ण अब सानोतिनो उपदेशभित्र भने जुन विनयको उपदेशभित्रमा जो महत्त्वपूर्ण कुन हो भने यसरी अब आनन्दले अब बुद्धलाई अब यसरी आग्रह अनुरोध गर्नु भएन होइन त्यही कारणले त्यो अब आनन्दले अब बुद्धले नसोधेपछि त्यो अब स्पष्ट नभएपछि अनि त्यहाँ भएको भिक्षुले यस विषयमा सहमति अब यो राम्रो हो यसले राख्नुपर्छ भने सहमति भएन त्यही कारण तसर्थ महाकश्यपले अनि भन्नुभयो कि बुद्धले बनाएका सबै नियमहरू यथा स्थितिमा राख्नु पर्छ र कुनै अपवाद नगरी गर्नु हुँदैन र नगरिकन हामीले ग्रहण गर्नुपर्छ भनी रायको अनि प्रस्ताव गरेर सबैले सहमति जनाए होइन अनि बुद्धले जुन प्रकारले अब नियमहरू यसरी अब बनाउनु भयो होइन त्यसले चाहिँ हामीले अब राम्रो सत्कार गर्नुपर्छ त्यसलाई राम्रोसँग त्यसलाई हामीले रेखदेख गर्नुपर्छ त्यसलाई हामीले सुरक्षा गर्नुपर्छ होइन भने यसरी अनि त्यसलाई चाहिँ हामीले जताभाइ त्यतै अनि फाल्ने होइन त्यसरी अनि फाल्नु हुँदैन त्यसलाई हामीले त्यसलाई चाहिँ हामीले अब अनर्थ एक किसिमको अब व्यवस्थापन गर्नुपर्छ त्यसलाई भने यसरी फाल्नु हुँदैन भने अनि कश्यपले बताउनु भएर सबैले पछि सहमति जनाउनु भयो भिक्षुहरूले फेरि अब यसलाई निरन्तरता दिँदै जाँदाखेरि अब बताउनु पर्ने मुख्य विषय के हो त भन्दाखेरि अब यो बुद्ध वचनको सङ्कलनलाई अब परिषद राख्दाखेरि कति समय लाग्यो होइन अनि यसको अब घटनाहरू के छ अर्को भन्ने बताउनु पर्दाखेरि त्यही अब एउटा विद्वान जोगीका अनुसार बुद्ध वचनको सङ्कलन अर्थ सङ्कलन गर्न उहाँको अनुसार चाहिँ अब कति हो त जुन बुद्धको सङ्कलनलाई अब सङ्कलन गर्नको लागि कति समय लागेको थियो त भन्दाखेरि अनि यो अब कति भने के हो त भन्दाखेरि होइन
बुद्धको वचन सङ्कलन गर्नु भने एकैचोटि अब यसलाई हामीले वाचन गर्नु, एकैचोटि यसलाई हामीले वन्दना गर्नु, एकैचोटि अब यसलाई पढ्नुलाई भन्नु अनि यसको अर्थ पुग्दछ भनेर ज्योतिले भन्नुभएको छ। अनि कुन भित्र बताएको छ यो मलाई थाहा छैन, धेरै किताब पढेको हुनाले होइन, तर यो भन्ने चाहिँ यो जापानको एउटा ज्योतिले भन्नुभएको छ। यो जापानी विद्वान उमादा घ्योकीले भन्नुभएको छ। उहाँको अब मत अनुसार चाहिँ के हो त, बुद्धको वचनलाई सङ्कलन गर्दाखेरि अब 7 महिना लागेको थियो भनेर बताउनु भएको छ। अनि अन्य विचार रायमा चाहिँ महाकाश्यपले परिषद राखेपछि राजा अजातशत्रुले परिनिर्वाणको स्मरण गर्नुपर्ने सुझाव दिनुभयो। 공사 가르피브레서나 상계 양에는 대비 त्यस बेलादेखि अनि यो महाकश्यप अब उहाँले अब भनौँ न अब यो महाकश्यपलाई चाहिँ अब राजा अजातशत्रुले अब यसरी अब एउटा उहाँको अनुरोध गराउनु भएको छ होइन। बुद्ध परिनिर्वाणको मित्र 상계 대비 로저로 어떤 데 로탐불에 지지 티니마 मान्नु पर्दछ भने यसरी राजा अजातशत्रुले महाकश्यपले अनुरोध गराउनु भयो। यस बेलादेखि मगध राज्यको अनि यो पत्रिका अर्थात् यो पात्रमा हैन, अनि परिनिर्वाणको वर्षलाई 1 वर्ष मानेर गणना हुन थाल्यो। परिनिर्वाण पछिको वर्षको हिसाबले वर्ष गणना गर्ने यो नै उत्पत्ति थियो। 근데 다른 신거도 제백이 제래야 양이 주 개신 뭐지 가르쳐 버렸으나 딱 가장 왕의 슈사이 यो 그 송바는 신 거도 담보 제백급이야 양지 अनि गोयल भारतको अब यो गोयलको अनुसार अब एकदम महत्त्वपूर्ण अब के हो त एउटा कुरा त्यहाँ घटेको कुरा के छ भन्दाखेरि त्यो बुद्ध वचनको पहिलो सङ्कलन गर्ने क्रममा पहिलो परिषदको समयमा बुद्धका सारथी जुन चन्नालाई ब्रह्मदण्ड लगाइने निर्णय नै छलफलको सबैभन्दा महत्त्वपूर्ण विषय थियो भने यो गोयलको भारतको एसआर गोयलको अनुसार यसरी उहाँ बताउनुहुन्छ। कारण यो हो कि उहाँ भिक्षु हुनुहुन्थ्यो र उहाँसँग सबैसँग असभ्य हुनुहुन्थ्यो र चाहे जुनसुकै स्तरमा हुनुहुन्थ्यो अनि अविश्वसनीय रूपमा उहाँ धेरै घमण्डी हुनुहुन्थ्यो, धेरै अनि उहाँ चाहिँ एक किसिम क्रोधित र सबैसँग अलिकति के हो त झगडा गर्ने त्यस्तो क्रोधित हिसाबको हुनुहुन्थ्यो। अनि उनी माथि चाहिँ अब ब्रह्मदण्ड लगाएपछि उनीसँग कुनै पनि गतिविधिमा भाग लिन नपाइने, चन्दालाई जरिवाना लगाए यसरी अब कुनै अब कुरासँग भिक्षुसँग कुराकानी गर्न नमिल्ने, बाहिर गृहस्थीसँग अनि बातचित गर्न नमिल्ने, केही कुरा गर्नु नभन्ने यस्तो जरिवाना लागेपछि उहाँले हृदयदेखि पश्चाताप गरेर अन्ततः उहाँ अरहतको ज्ञान उहाँले प्राप्त गर्नुभयो। 다들 시험이야 쉬야디 가르사나다 시험을 쉬야디 안에 것도 당보 어디다디 쉬스merje 아 너는 무티는 것도 당보요 거들이야 मैले यो बताउनु गइरहेको छु। 다 무티니 다 디고를 심주베 빵다다 더버로 가르치기 어려서 디고를 무티 쉬비나 अब चाहिँ यो अनुसन्धानकर्ताबाट प्रमाणन के छ त बुद्ध वचनको पहिलो सङ्कलनको विषयमा भन्नुपर्दाखेरि अनि यो चाहिँ अब अनुसन्धानबाट प्रमाण के गरेको छ त भन्दाखेरि पहिलोको विद्वान अब यो रुसी विद्वान डीपीले भन्नुहुन्छ कि रुसी विद्वान अब जुन अब अनुसन्धानकर्ताले अब यो एउटा यसको प्रुफ के छ एउटा हैन प्रमाण प्रश्न के छ उठाउने चाहिँ यो रुसी विद्वान टिपी हो। राजगृहमा परिषद ऐतिहासिक घटना हो कि होइन भन्ने शङ्का गर्ने पहिलो व्यक्ति मिनायेफ थिए। 1888 मा प्रकाशित आफ्नो मोनोग्राफमा उनले लेखेका छन् कि लामो प्रवचनहरूमा
महापरिनिर्वाण सूत्रमा प्रथम परिषदको अब त्यहाँ खाता नभएको कारण परिषदलाई प्रत्येक विद्यालयले देखाउनको लागि पछिका पुस्ताहरूको अनि खाता मात्र थियो जुन अब लिखित प्रामाणिक उत्पत्ति थियो पछि Hemen Odin vergi आतिकी कार्लार्सना यो अब जर्मनको ओल्डन बर्गनले पनि पहिलो परिषदलाई कुनै ऐतिहासिक प्रमाण नभएको दावी गरे यद्यपि महापरिनिर्वाणको सूत्रमा पहिलो परिषदको अभाव मात्र यसको लागि भरपर्दो प्रमाण थिएन अनि त्यसलाई अब हर्मन ओल्डरबर्ग भन्दो रहेछ होइन यसरी उहाँले पनि बताउनुहुन्छ अनि उहाँले भन्नुहुन्छ कि यो परिनिर्वाण सूत्रमा अनि नभएको कारणले गर्दाखेरि यो बुद्धको पहिलो वचनको परिषद गरेको छैन यो भएको छैन भन्नु चाहिँ मिल्दैन भने बताउनुहुन्छ उहाँले त्यसपछि जापानी विद्वान सुक्रामोटो केहीले भन्नुहुन्छ कि उहाँले अब यो उहाँले के भन्नुहुन्छ त भन्दाखेरि यो अनि यो बौद्ध धर्म अब यो फैलिनुभन्दा अगाडि नै यो अब उहाँले अब यो के भन्छ आफ्नो एउटा लिखितमा अब 1966 मा अब स्टडी अफ द हिस्ट्री अफ अर्ली बुद्धिस्ट अर्डर भन्ने भित्रमा चाहिँ लेखेका छन् कि चिनिया भाषामा अनुवाद गरिएका पाठहरू र धेरै नयाँ प्रमाणहरूका कारण यस मुद्दामा बहस हुन सकेको छैन अनि बहस हुन सकेको छैन भन्ने यसरी उहाँले लेख्नु भएको छ अब विभिन्न अनुवाद चिनिया अनुवाद होइन विभिन्न कुरा यसरी लेखेको छ उहाँले अब बौद्ध अनुसन्धानकर्ताहरू मध्ये जापानी विद्वानहरू र चिनिया गुरुहरू इन्सुन भन्ने गुरुहरूले होइन उनी एउटा महान विद्वान हो तिनले 3 पितृहरूको लामो समयको अवधिमा सङ्कलित भएको ठान्दछन् होइन यो धेरै लामो समयपछि अब क्रमबद्ध हुँदै यसरी बिस्तार लामो समय लागेर यसरी आएको हो त्यो सङ्कलनको कारणले गर्दाखेरि शास्त्रको बौद्ध शास्त्रको वर्तमान स्वरूप वा विस्तार अहिलेको यो जस्तो बन्न पुग्यो त्यही कारणले अनि यो पहिला यसरी अब लामो समयदेखि अब सङ्कलन गर्दै आएको हुँदाखेरि अहिले हाम्रो अनि हातमा आएको हामीले आफ्नो प्रत्यक्ष रूपमा हाम्रो आँखाले अब छपछपी देख्न सक्ने अनि यो अनि के हो त अनि यो विभिन्न त्रिपिटकहरू होइन अनि हामीले वर्तमान चार आगम र विनय आगम र अधिगम विनयलाई मात्र पहिलो परिषदको स्रोतहरूको रूपमा प्रयोग गर्न सक्दैनौँ त्यो अहिले हामीले भएको यो 3वटा यो जुन यो पिटकहरू चाहिँ सबै परम्परागत विवरणहरूले राजगिरीमा परिषद थियो भन्ने दाबी गर्छन् होइन त्यही कारणले जुन अहिले धेरै अब शुद्धिकरण हुँदाखेरि त्यसमा माझिँदै अब सुध्रिँदै अहिले हाम्रो हातमा अब यो त्रिपिटकहरू हामीले देख्न सक्छौँ अनि त्यही कारणले गर्दाखेरि त्यही कारणले यो त्रिपटक भएको कुराहरू र यो जुन अब परम्परागत विवरणको राजगिरी परिषद बसेको थियो त्यो चाहिँ अहिले हामीसँग हुँदाखेरि अलिकता के हो त फरक छ त्यसमा प्रत्येक वंशमा के थपियो वा के हटायो भनेर छुट्याउन सजिलो छ त्यही कारणले अब पहिला अब बुद्ध यो बुद्ध वचनको सङ्कलनको यो के हो त सङ्कलन गर्ने क्रमको त्यो र अनि अहिलेको हाम्रो हातमा भएको त्रिपिटकको अलिकति मिल्दैन फरक छ अब हामीले चाहिँ के अब यसमा विचार गर्दैछौँ त भन्दाखेरि यो विद्यालयहरू बिच धेरै आवश्यकता बहस र गैर बौद्धहरू बिच विभिन्न सङ्घहरूको लागि आधार बन्यो
होइन त्यही कारणले गर्दाखेरि अब यो हाम्रो सोचमा के छ भन्दाखेरि जुन हाम्रो हातमा भएको त्रिपिटक खोलेर हेर्दाखेरि जुन पहिला बुद्ध वचनको सङ्गालो सङ्कलन गर्ने क्रमै थियो भने हामीले अब यसरी विचार गर्छ होइन त्यही कारणले जुन पहिला यो अनि हामीले चाहिँ अब यसमा अब यो एकदम शुद्ध र निर्मल हो त्यो त्यसलाई हामीले अब जाँच गर्नु हुँदैन भन्दै यसरी त्यतिरै अब यो एउटा आधारको नाममा राखिरहेको हुँदाखेरि होइन त्यसरी हामीले सजिलो हिसाबले यसरी हेर्छौँ होइन धेरै अब सयौँ वर्ष गइसक्यो होइन त्यही कारणले गर्दाखेरि अनि अनि हाम्रो बिचमा के हो त अहिले हाम्रो हातमा भएको त्रिपिटक चाहिँ जुन पहिला गृद्धकुट्टमा बुद्धले दिनुभएको यसरी बताउनु भएको यो सङ्कलन गर्नुभएको यो त्रिपिटक नै हो भनेर हामीले यसरी मनमा लिन्छौँ एक किसिमले के हो त एउटा लाटो हिसाबले हेर्दा यो ठिकै छ धेरै यसलाई हामीले धेरै गहिरो हिसाब सोच्नु पर्दैन हामीले समस्या छैन तर पनि हामीले त्यो भित्र हामीले खोज तलास गरे अनुसन्धान गर्दा अनि अनुसन्धान गर्दा गयो भने जुन पहिला सङ्कलन गरेको बुद्ध वचन अहिले हाम्रो हातमा भएको त्रिपिटकहरू त्यसमा शब्द अनि विभिन्न कुराहरू अब नमिल्ने हुँदाखेरि त्यसमा अनि धेरै बहसहरू धेरै त्यसमा अब मतहरू नमिल्ने हुँदाखेरि बल्ल हामीले प्रश्न मनमा जाग्छ होइन त्यही कारणले गर्दाखेरि यसमा चाहिँ के हो त भन्दाखेरि यो हजारौँ सयौँ कयौँ वर्षदेखि त्यो एकदेखि अर्कोसम्म यो परम्परागत यसरी एकदेखि अर्कोसम्म जाँदै जाँदै अनि ढाकिँदै आएको हुँदाखेरि अब विद्वानको कुरा हो त्यसमा होइन एउटै सोच हुँदैन होइन त्यही कारणले गर्दाखेरि त्यसमा अब आफ्नो मत राख्दो हुँदाखेरि एकै किसिमको हुँदैन हाम्रो हातसम्म आउँदा हाम्रो पुस्तासम्म आउँदाखेरि धेरै त्यसमा शुद्धिकरण भएको धेरै आफ्नो मतहरू भएको हुँदाखेरि अनि त्यसमा धेरै प्रश्न अवश्य हुनेछ होइन अब हामीले चाहिँ हो भने त्यसमा के छ जे छ त्यसमा अब त्यसको विपरीत कुराहरू पनि अनि त्यसरी अब आफ्नो पक्षको कुराहरू पनि अर्को विद्वानले के भने त्यसरी हामीले अनुसन्धान नगर्दाखेरि अनि के हो त अनि हामी त्यस्तिकै राख्दाखेरि हामीले अब त्यति समस्या भएन तर एकचोटि पल्टेर हेर्दाखेरि अनि धेरै अब हामीलाई समस्या निस्छ किनकि आफ्नो मत आफ्नो अब परिपट्टि किनकि एकदेखि अर्कोसम्म त्यो बढिँदै पुस्तासम्म दिँदाखेरि त्यो धेरै नै अनि परिवर्तन अवश्य हुँदछ त्यस्तै गरी एउटा यो अक्सफोर्ड विश्वविद्यालयको एउटा नि विद्वानले भन्नुहुन्छ कि प्रोफेसर रिचर्ड ब्रिट्सले भन्नुहुन्छ कि बुद्धको जीवनकालमा पनि सच्चो धर्मको प्रसारणलाई कायम राख्न परिषद थिए भनी आफ्नो विचारको लागि अनि त्यो भित्र भनौँ न एउटा के भन्छ भन्दाखेरि अब जुन आफ्नो विचारको लागि सारी पुत्रले लामो प्रवचनमा 32 अङ्कको सूत्रमा शास्त्रहरू सङ्कलन गरेको व्याख्या प्रयोग गर्छन् भने यसरी भन्नु त्यही कारणले गर्दाखेरि यो अक्सफोर्डको विश्वविद्यालयका विद्वानले भन्नुहुन्छ कि बुद्धको पालोमै बुद्धकालीनमा पनि यसरी अनि बुद्धको वचन सङ्कलन गरेको यो परिषद राखिएको थियो भने उहाँले अब दाबी गर्नुहुन्छ अनि हामीले अब यति नै हुन्छ जस्तो लाग्छ हामीले एकदम विचार गर्नुपर्ने जुन पनि यो बौद्ध मार्गीहरू भिक्षुहरू हुनुहुन्छ होइन हामीले के विचार गर्नुपर्दो रहेछ भन्दाखेरि एउटा भिक्षु गैर भिक्षु एउटा भिक्षु नभएको एउटा मान्छेहरूले पनि होइन यो पश्चिमी अब अनि पश्चिमी दिशाको विद्वानहरूले पनि बौद्ध धर्ममा धेरै अनुसन्धान गरेर होइन अनि यसरी यो जापानमा लगायतका विभिन्न विद्वानहरूले यसरी अब एउटा सामान्य गृहस्थी जीवनमै उहाँहरूले यसरी बुद्ध अनि बौद्ध धर्ममा यसरी उहाँले सङ्कलन गर्नुभयो यसरी उहाँले परीक्षण गर्नुभयो अनुसन्धान गर्नुभयो उहाँ अब एक किसिम कुनै अब धर्मको यो समूहमा उहाँ प्रवेश गर्नुभएको छ तर पनि के हो त उहाँले अब अनि धेरै लामो समयसम्म उहाँले दुःख गरेर बुद्ध वचनको धर्मको यसरी अनुसन्धान गर्नुभयो उहाँले यसरी दुःख गर्नुभएको छ
तर हामी एउटा भोट समुदायमा बसेर एउटा भिक्षु समुदायमा बसेर हामीले होइन अनि हाम्रो सोच पनि उहाँहरू जस्तो एकदम खुकुलो फराकिलो हुनुपर्दछ होइन होइन अनि हामीले पनि यसरी उहाँहरूको उदाहरण राखेर हामीले अनि अनुसन्धान गरेर यसरी विश्लेषण गर्न अत्यन्त महत्त्वपूर्ण देख्दछौँ होइन यो 1918औं शताब्दीतिर यसरी महान विद्वानहरू आएर यसरी अब त्यो बेला अब उहाँले विश्लेषण गर्नुभयो यो टपट ठिक छ कि छैन भने होइन यसरी उहाँले शङ्का उठाउनु भयो यसरी जुन शङ्का उठाउनु उहाँले प्रश्नलाई जवाब दिनुभयो होइन होइन यसरी उहाँले दुःख गर्नुभएको अब जुन बौद्ध धर्मको सबै समग्र बुद्ध वचन अब समाज सुरक्षा गर्ने यो भिक्षुमा अनि भिक्षु समुदायमा भर पर्छ त्यो हाम्रो अनि हाम्रो जिम्मेवारी भएको हुँदाखेरि हामीले चाहिँ केही नगरी अनुसन्धान पनि नगर्ने त्यसमा विश्लेषण नगर्ने त्यतिकै बस्यो भने हामी एउटा लाज मर्दछौँ अलिकता समाजमै अलिकता विपरीत जस्तो अलिकता लाज मर्दो जस्तो म देख्दछु त्यही कारणले गर्दाखेरि यो मर्मोको यो ग्रीष्मकालीन अनि ग्रीष्मकालीनको यो प्रवचनमा मैले अनि जति सक्दो अनि विद्वानहरूले चर्चा गर्नुभएको अनि विभिन्न यो अनुसन्धान गर्नुभएको अनि विद्वानहरूले बताउनु भएको कुराहरू चाहिँ अनि मैले राखेको छु किनकि अब हामी 21औं शताब्दीमा अहिले टिक्दैछौँ किनभने यो एकदेखि अर्कोसम्म पहिला टेक्दै जानुपर्ने हुन्छ नि होइन त्यही कारणले हामीले अहिले यसमा हेरचाह गरेन यसले चासो गरेन भने भविष्यमा नवीन पुस्ताहरूलाई अत्यन्त कठिनै हुनेछ विशेष गरी भिक्षु समुदायमा विभिन्न बौद्ध भिक्षु समुदाय भोट समुदायमा यसलाई हामीले परीक्षण गर्न अत्यन्त जरुरी देख्दछु त्यही कारणले अब संक्षिप्तमा बताउनु यही नै हो त्यही कारणले गर्दा अहिले विश्राम राखेर अत्यन्त राम्रो गरेछ अस्ति किन भन्दाखेरि मलाई धेरै नै अब यो प्रेसर ज्यादा भएको हुँदाखेरि होइन यो मेरो ज्यानले पनि सङ्केत दिँदैछ कि ओइ विश्राम राख यो प्रेसर वृद्धि हुँदैछ फैलिँदैछ भने यसरी सङ्केत दिएको थियो त्यही कारणले गर्दाखेरि अनि मैले विश्राम ठिकै रहेछ त्यसले गर्दाखेरि मलाई एउटा निन्द्रा पनि राम्रो लाग्दैन आज भोलि किनकि धेरै कामले गर्दाखेरि प्रेसर बढेको छ त्यही कारणले अनि पहिला मैले प्रवचन पढ्ने क्रमाउने 14 दिनै भएको थियो यो ग्रीष्मकालीनको प्रवचनमा 14 दिनै प्रवचन दिन सफल भए अनि अन्तमा म के भन्न चाहन्छु भन्दाखेरि म तीनटा विषयमा बताउन चाहन्छु अब अन्तमा तीनटा कुरा छ तीन कुरा अनि 11 तारिकमा चाहिँ मुनिको हामीले विधि वन्दना गर्दछौँ त्यो समय कहिले हो त भनेर मलाई सोध्ने रहेको छ अनि यो समय चाहिँ म एक आपसमा छलफल गर्दै अनि म तपाईहरुले पछि निर्णय गर्नेछु भोलितिर म यसलाई तपाईहरुलाई बताउने छु अनि अहिले नै मैले तपाईहरुलाई अब बताउन सक्दिन अनि एक आपसमा मैले छलफल गर्न सोधपुछ गर्नुपर्ने हुन्छ त्यो उनीको विधि पढ्ने बेलामा अब यो पूजा सामग्री कसरी यो राख्ने भन्ने कुरा भन्दाखेरि त्यो पूजा विधि सामग्रीमा चाहिँ के राख्ने भन्दाखेरि एउटा स्याल्से ठुलो एउटा स्याल्से जुन काइयो मलममा ठुलो स्याल्से भनौँ काइयो मलम बेला त्यस्तो किसिमको होइन जुन अब एक हात होइन जुन अब एक हातको एउटा स्याल्से बनाउने सक्यो भने अति उत्तम चाहिँ सानो सानो अब एक हातको अब स्याल्से बनाउँछ तपाईँले 7 वटा बनाउनु होला अब एक बित्ताको जतिको सानो सानो बनाउने 100 वटा अनि 100 बनाउनु होला अनि त्यो सक्नु भयो भने 100 वटा बनाउनु होला त्यो सक्नु भएन भने 21 वटा अनि एक बित्ते स्याल्से बनाउनु होला अनि एक हाते बनाउनु भयो भने 7 वटा बनाउनु भयो भने अत्यन्त पूजा सामग्रीमा राम्रो देख्दछ अनि त्यसमा चाहिँ के हो त यो अनि स्याल्सेको अगाडि एउटा अनि जुन सदा चाहिँ अनि स्याल्सेको अगाडि चाहिँ अनि बीचमा यो
यो टोटलाको फुल राख्नु होला अनि चाहिँ छुवा नसु तिनले या मिसिनदाको पेजु माताङबा 딱 खर्सी दे मिसिनदा पेजु माताङ दिस त्यो बेला चाहिँ के हो त जुन अब खक्कर चिवरा हैन जुन अब प्रयोग नगरेको नयाँ अनि जुन पूजा सामग्रीमा राख्नु होला जुन प्रयोग नगरेको नयाँ जुन भिक्षुको एउटा चिवराहरू वस्त्रहरू हैन खक्करहरू अनि लुङ्से पनि राख्नु होला अनि त्यो लुङ्से भित्र चाहिँ एकदम उपायजनक दबाईहरू हैन औषधिजनक दबाईहरू यसरी पूजा सामग्रीमा तपाईले चढाउनु भयो भने अत्यन्त राम्रो देख्छ अनि एउटा मण्डला अर्पण गर्नको लागि अनि तपाईले अनि मिलाउनु होला मण्डलाको एउटा व्यवस्थापन मिलाउनु होला अनि त्यसबेला अब यो जुन शुद्धिकरण अब यो त्यो बेला चाहिँ अब के हो त यो हामीले यो अभिषेक गर्छ गर्दैन हैन त्यो बेला थाहा छैन अनि जुन सामग्री तपाईले तयार गरिराख्नु होला हैन जुन अब शुद्धिकरण लागि जुन जलले सफा पार्ने त्यो चाहिँ विधिभित्र छ कि गर्ने नगर्ने म पछि तपाईलाई बताउन छु अब दोस्रो विषय अब दोस्रो विषय के हो त भने यसपालि अब काई मलम चाहिँ अब हामी गर्छै गर्दैन भन्ने यसरी मलाई प्रश्न सोध्ने धेरै रहेको छ यसपालि काई मलम सोद्धाखेरि अब म एक्लैले अब काई मलम अब गर्ने छ भन्दा अब एक किसिमले के हो त निर्णय गर्न सकिँदैन अनि यस्तो अहिले देश परिस्थिति गर्दाखेरि यो साल होइन अलिकति नगरेको ठिक मलाई लाग्छ किन त भन्दाखेरि काई मलम गर्नको लागि धेरै देशबाट अब मान्छेहरू चाहिँ भेला हुनु पर्यो हैन सबै अब भेला हुनु पर्यो जमघट हुनु पर्यो हैन अहिले देश परिस्थिति अनुसार अब कहिले अनिकल कहिले अब युद्ध लगायत विभिन्न रोगले ग्रस्त भएको हुँदाखेरि अब सबै भेला हुनु गाह्रो नै छ त्यही कारणले यो जुन अब आने गुन्चो हैन जुन अब शरद ऋतुको हुने जुन अब यो आने गुन्चो भिक्षुनीहरूको जुन अब शिक्षा चाहिँ हामी त्यो बेला अब हामी सुरुवात गर्नेछौँ अब त्यो जुन काइगी मलम बेलामा अब जुन अब भिक्षुहरूलाई चाहिँ बस्नको लागि सानो पाहाडभित्र अब सबै बस्दाखेरि धेरै अब अनि गाह्रो भइरहेको त्यही कारणले गर्दाखेरि त्यही कारणले गर्दाखेरि होइन अनि पहिला भिक्षुहरूले घुन्चो गरेर मात्रै होइन अनि त्यो बेला अनि के हो त अनि घुन्चो गरिसकेर अनि कैगी मलम गर्छ त्यस अनि त्यो कैगी मलम गर्ने बेला धेरै लामो समय बस्नुपर्ने हुन्छ होइन त्यसको लागि अनि 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 पालको अब आवश्यक पर्छ त्यही कारण धेरै समस्या छ 미리 말다 다 가다 실구리 치디 어르다 실구리 치디 뭐가 셔다 अनि अनि यो सिलगुडी जुन चाहिँ अब नेपालबाट आउनेहरूले त्यो बेला अब धेरै नै सिलगुडी नजिक भएको हुँदाखेरि त्यहाँ अब सेरा रहेको छ हैन अनि कुन्चु चाहिँ अब जुन सिलगुडीमा गर्दा भिक्षुहरूको हैन आनीहरूको लागि चाहिँ अब आनी चिसोहरू चाहिँ हामी वाराणसीमा गर्नेछौँ अनि अनि परम पूजनीय अनि ठङ्गुर मुछीलाई हामीले अनि अनुरोध गरेर अनि उहाँले अनि हुन्छ भनेर अब उहाँले स्वीकृति दिनुभयो अनि यो आनीहरूको चिसो अनि त्यो बेला अब वाराणसीमा गर्नेछौँ हामी अनि भिक्षुहरूको अब त्यो चाहिँ अब हामी मिरिक अर्थात् यो सिलगुडी गर्नेछौँ अब अलिकति मलाई ज्यानमा अलिकति रोगले ग्रस्त भएकोले त्यति मैले स्पष्ट बोल्नु सकेको छैन राम्रो राम्रो पनि भएको छ अब तेस्रो विषय बताउनु पर्दाखेरि टिबेटको एउटा कन्जेटुल्गु गुरु अहिले मैले प्रश्न बुझेन सिटुनको चासम झोङ भन्ने भित्र चाहिँ सिटुन भित्र चाहिँ अब चाइनिज भाषामा चाहिँ लोतिन झोङ भन्दो रहेछ त्यहाँ चाहिँ अब यो
अर्थको एक किसिमको भूकम्प आएर धेरै मान्छेहरू धेरै प्राण गएको रहेछ अब यो धर्मशालामा अब यो एउटा पुस्तकालयको माता पुस्तकालय माता भनेको छ हामीले होइन होइन उहाँको हो उहाँको अब एउटा नातिनी अब डेजेन छुई भनेको छ अब सानो उमेरको उहाँ चाहिँ खस्नु भयो अनि उहाँको त्यसपछि एउटा अनि झाङचोक भन्ने छ जुन चाहिँ अब आत्मालाई अब जलाउने होइन यसरी अब सङ्क्रान्ति गर्ने होइन त्यो पूजा गर्ने त्यो गरिदिनुहोस् भनेर अनुरोध गर्नुभएको थियो अब मलाई मेरो हातमा अब एक किसिम के हो त अब दर्जी ढिल्बु बाहेक अरू केही पनि छैन त्यही कारण म झाङचुक गर्न असमर्थ छु होइन त्यही कारणले गर्दाखेरि अनि सबै सङ्घहरूसँग अनि यो मलम हामी प्रार्थना गर्नेछु भनेर मैले वचन दिएको छु त्यही कारणले गर्दाखेरि आज अनि अनि यो मिठुपा मलम होइन अक्युपाई मलम त्यस्तो गरी अब यो मासुकावती अनि प्राणीदान अनि विभिन्न यो पेन्जो लाइब्रेरीको एउटा भनौँ न पुस्तकालयको आमाको नातिनीको लागि विभिन्न अब जुन अहिले जुन भूकम्पले तनस मनसबाट प्राण लिएको छ जुन दिवंगत भएको छ उहाँहरूको लागि त्यस्तै गरी छुर्पुको एउटा लामा हुनुहुन्छ उहाँ पनि बित्नु भएछ मैले मेरो चिनाजान उहाँ धेरै पुरानो चिनाजान मित्र उहाँ पनि होइन अनि म उम्जे गरेर यसमा होइन उहाँको दिवंगत भएको लागि म प्रणिधान गर्न चाहन्छु अनि मैले अब धेरै अब गरेर जति सक्दो म प्रयास गर्नेछु
绿岛的些索拉的美巴森列中些原本人给的龙当我把都为去给，今天大多新鲜的有些可谓的新一个娘人的更多的新一个一些的其他对面的年龄的。去年到被老追的有些看呀的就300岁呢吧，我觉得都是这些个多少人的一些之类。第七节了，当面就有些看到着了，我不知个月为一律就把那不知道吧也，杨洋啊给去追加说，假设那也就当中不知就其实的原点嘛都把每天说了，那不知给吧也前面在大边就是给吧。上边对个一线主有些春天那话那么年华那第七赛当这边新老的有些年纪给别的。好的，那么把头没把也拿出这边打给我说些，让那这边去给也那些，那么大的话，今天香港的些生给的拉住，今天嘛是为给我们让嘛人这边没事我这来给老些话，我们到这边确实把没把同学。假设做给用过的重点的听什么才给人家的把我们大为民我的东的讲出这边龙点都有。也说了解那不来个问题，我这里用做别当点别绿方面之内重点的。这样加最西部解决的相亲加别样的工作上，接着生活出现到了说假设那么大多没人。Namdar zula nyambara juyo je namdara yazu yuma dar jebe tiswa yazu tamna guzon de ishi yazu dobarado sibe zolen rugen rugir je shingam yazu dado jongwa da tsungye yazu dane beore simjin yazu rabdo menje ne melam yazu namne rugir je chedaran ge dewar shina ge doge melam zedo jenda tenja dage simje malu zon yodo 상계 살랑거 바라주 응게 신나 자주 신왕 중민주 예와 베게라메 니들 자주 선배 거제라 르당가 예다외 그자성 원주의 르다베 마소외 라메 베주라 대외 유지 최배 징계난과 강제대 대월시바 세단제 남주 통매되네 도수민계자 베시당 엔주 유규를 미게 강사 예배 소수를 샤네네 렌지 미게 dom라네 바게 파게 계속 그라 이라제 게나메 세게 고로고 그냥에 민들어 주어서 제대계와 전주쟁을 배 강원대배 상계 제정보 민주계회 전주도계대 남양주단 뉴스민주 면로민계다 다견주 유르제시아 담자 지신계와다 공배시아 상계 이제다 세럽의 근도 김내 조수主别苗老民族也如个些的新国新移动民联的商业新多东野找上呀没找到进云点的吧年底苗老民的帮助有些其他民族结巴就是新商业新的商业新主的新新的们也不是结巴的给些怎么样都用民也就在这更多上不了结巴的不是新别群也来种最近的在大概六到生活当对吧？就是没法就最近的给做几年呗，让给上给新的上升，在这节讲他们这没节讲，刚到没别新的给话说的，到时候别上给那么大呢，大多没这个别人年，对单对给这个拉大给他们这都要让年嘛，就是这的让年他们这的把的什么钱的到全都有吧。铁道的原点马走吧的你想就这把说当年的西北一个我不知道啊特别性个兄弟民主改革中间的想就让业这边也是说亚瑟贝给浪波拉所谓新的想就300千了原点今年到了的有些三个那么大东啊这些现在亚瑟的大中点的想就先不容易说弄点大家亲密到别上头的成就少到弄点到吧就给完的大别选择成就这把更多那些的从你家做用做把它实现家做让到民间想到了民主改革都给这把没能执行大决心我给行动大别决定做重点的哦，民
年所动人民用心高几百万把养老院拉别里头，得到上给牛多说，这边把维系的来干报道工作上报点，得到跟业界说的。给我的劳动节劳动，我上也不说你别去劳动，去年民有了点别去劳动，给对面前对别去了，现在我们老着不说，他说，他的呢，他送去的把这主是他的呢，俺忙不起些事情的。प्रवचन अब सबै टुकिएको छ होइन अब मलाई त्यति बोल्नु छैन बोल्ने विषय केही थिएन नेपाली 내가 요 질문 안 해. केही बताउने छ जस्तो मलाई लाग्यो एकछिन कुर्नु है म याद गर्दैछु ए सायद यति नै होला यो जुन मेन्टल अर्पण अनि अर्पण गर्ने कुरा चाहिँ अब अनि आज पर्दैन 11 तारिकमा गर्नु होला अनि अन्तिमको अब यो पुण्य चाहिँ नि मुनिको विधि पढ्ने बेलामा नि मण्डल अर्पण गर्नु होला त्यो बेला गर्ने होला अहिले पर्दैन अब 말하면 어디 신다. 남균이.